राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन्। उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्था विरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न कम्युनिष्ट दलहरूले दशकौंसम्म निरन्तर संघर्ष गरेको स्मरण गरे। यो देशमा एकदलीय पञ्चायत शासन व्यवस्था रहेको थियो। अहिले हामीले कटाक्ष गरे पनि ती राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले विभिन्न कम्युनिष्ट घटक दलहरूले 30 वर्ष अनवरत संघर्ष गरे। ती दलका नेताहरूलाई यस्तो परिवर्तन आउँछ कि आउँदैन भन्ने हेक्का पनि थिएन। आफ्ना कलिला बालबालिकाहरूलाई छोडेर लुक्दै र भाग्दै हिँड्नु परेको थियो। पढ्ने अवसर प्राप्त भएन, तर परिवर्तनको लागि संघर्ष निरन्तर चलिरहेको थियो। उहाँहरूको जीवन जोखिममा थियो। त्यस्तो एकदलीय शासन व्यवस्थालाई पनि चुनौती दिएर 1 वर्ष होइन, 2 वर्ष होइन, 30औं वर्षसम्म संघर्ष गर्दै परिवर्तनको यात्रामा होमिएका थिए। लामिछानेले माओवादी सशस्त्र द्वन्द्वको क्रममा पनि धेरै नेता तथा कार्यकर्ताले